14औं कर दिवसको सन्दर्भमा आयोजित यस कार्यक्रमका अध्यक्षज्यू, मञ्च आसीन अतिथि महानुभावहरू, कार्यक्रममा सहभागिता जनाउनु हुने विभिन्न सङ्घ संस्था र वर्ग क्षेत्रको प्रतिनिधित्व गर्दै उपस्थित हुनुहुने सम्पूर्ण आदरणीय साथीहरू, सञ्चारकर्मी साथीहरू र उपस्थित महानुभाव, सर्वप्रथम म यो आजको विशेष दिन कर दिवसको सन्दर्भमा कर प्रशासनमा प्रत्यक्ष हिसाबले संलग्न हुने साथीहरू र कर प्रशासनसँग सम्बद्ध सम्पूर्ण सरकारवाला साथीहरूलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। र यो कार्यक्रममा आज बिहानैदेखि उपस्थित भएर हौसला बढाइदिनु हुने सम्पूर्ण आदरणीय महानुभावहरूलाई मेरो व्यक्तिगत तर्फबाट, राष्ट्र चुनाव समितिको तर्फबाट र सम्पूर्ण जिल्लाको राष्ट्र सेवक कर्मचारीको साथीहरूको तर्फबाट तपाईहरुप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु, धन्यवाद व्यक्त गर्न चाहन्छु र अभिनन्दन व्यक्त गर्न चाहन्छु। आज हामी कर दिवसको दिनमा छौं र राष्ट्रिय दुर्घटना पछिको पहिलो कर दिवसको सन्दर्भमा पनि छौं। धेरै साथीहरूले ती कुराहरूलाई अलिकति सन्दर्भमा उठाउनु पनि भएको छ। म त्यतातर्फ आज जान चाहिन, किनभने हामी नयाँ आशा, अपेक्षा र सकारात्मक सोचका साथ एउटा गति र लयमा हामी अगाडि बढिसकेका छौं। राजनीतिमा पश्चगामी भन्छ नि, कहिलेकाहीँ व्यवस्थापन र प्रशासनमा पनि पश्चगामी होइन, हाम्रो सोच र दृष्टिकोण अग्रगामी हुन जरुरी छ, सकारात्मक हुन जरुरी छ। म भविष्यमुखी हिसाबले तपाईहरुसँग कुरा राख्न चाहन्छु। यो कार्यक्रममा उपस्थित भएर 61 जना साथीहरूले रक्तदान गर्नुभएको छ। यसलाई रचनात्मक र सृजनात्मक हिसाबले रक्तदानसँग चाहिँ जोड्नुहुने साथीहरू, आयोजक साथीहरूप्रति आभार प्रकट गर्न चाहन्छु। सम्पूर्ण रक्तदाता साथीहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। अब लामो समय राष्ट्रिय सेवकको रूपमा खटिएर आज सम्मानित हुनुहुने खत्रीजी हाम्रो कार्य सहयोगी साथीलाई, उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँप्रति नतमस्तक भएर सम्मान व्यक्त गर्न चाहन्छु। मैले बुझेको छु त्यो राष्ट्रिय दुर्घटना भनेर मैले एउटा शब्द कोइन गरेँ। त्यो 24 गतेको घटनामा कार्यालय जल्दाखेरि सबैले आफ्नो हिसाबले प्रयत्न त गर्यौं, तर हरदम प्रयत्न गर्दा पनि आफ्नो कार्यालय जल्नबाट बचाउन नसकेपछि धरी रोएर चाहिँ त्यो आफ्नो पीडा व्यक्त गर्नुभएको थियो उहाँले भन्ने कुरा त्यो हामीलाई थाहा थियो। त्यो उहाँको लगाव, उहाँको लगनलाई कार्यालयले चाहिँ सम्मान गरेको छ। कार्यालय प्रमुखलाई त्यसका लागि म धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र यो आज सम्मानित हुनुहुने हाम्रो निर्माण व्यवसायी साथीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। साथीहरू, अब मैले अघि पनि भने अलिकति विषयलाई निराशावादी होइन, सकारात्मक र आशावादी हिसाबले अगाडि जोड्न जरुरी छ। हाम्रो दृष्टिकोणलाई अगाडि बढाउन जरुरी छ, अगाडितर्फ मोड्न जरुरी छ। यसै पनि हामी विशिष्ट अवस्थामा छौं। राज्यलाई स्रोतको संकट छ, त्यो स्रोतको व्यवस्थापन गर्ने भनेको राजस्वबाटै हो। अब अर्कोतर्फ व्यवसायी साथीहरूका आफ्ना समस्या छन्, गुनासाहरू छन्, समग्र व्यवसाय शिथिल छ, निराशामा छौं हामी भन्ने पनि उहाँहरूको कुरा छ। यो हिसाबले हेर्दा हामी एक किसिमको तरबारको धारमा जस्तो, डबल एज सोर्ड भन्छ अंग्रेजीमा, त्यस्तो अवस्थामा हामी छौं। हामीलाई कर संकलन, राजस्व संकलन गर्नै पर्नेछ, व्यवसायको मनोबल पनि उच्च गर्नुपर्ने अवस्था छ। कतिपय सन्दर्भमा यसलाई हेर्ने, यसलाई चाहिँ पर्गेल्ने दृष्टिकोणमा अब हामी कार्यान्वयन तहमा भएका र नीति कार्यान्वयनको क्षेत्रमा भएका मानिसहरू भएको हुनाले, जनशक्ति भएको हुनाले हामीले नीतिगत कुरामा आज धेरै विमर्श गर्न जरुरी छैन। निर्माण भएको, तर्जुमा भएको नीतिलाई कार्यान्वयन गरेर नै जाने हो। एउटा कुरा चाहिँ म सधैँभरि भन्ने गर्छु, वास्तवमा यो राजस्व प्रशासनसँग सम्बन्धित विषयमा हामी जति छौं, अहिले अडान, आइक्यान लगायतका साथीहरूले कुरा राख्नुभयो, उद्योग संघ, उद्योग वाणिज्य संघका साथीहरूले पनि कुरा राख्नु भएको छ, राष्ट्र सेवक कर्मचारी साथीहरू पनि हामी छौं। मूलतः हामी यति नै हो। करदातासँग सम्बन्धित कुरालाई हेर्ने हो भने छात्र संगठनका साथीहरूले बोल्नुभयो, सबै करदाताको प्रतिनिधित्व गरेर यहाँ साथीहरूले राख्नु भएको छ कुरा, र त्यसलाई चाहिँ त्यो डकुमेन्टेड गर्ने साथीहरू चाहिँ अडान र अर्को आइक्यानको साथीहरूले, एकान भन्नुहुन्छ, आइक्यान भन्नुहुन्छ, एकानको साथीहरूले पनि कुरा राख्नुभयो। दुई तीनवटा कुरा क्लियर हुन्। अब यसलाई धेरै क्लिष्ट नबनाऊ।
राजस्व प्रशासनमा संलग्न भएको कर्मचारीले करदाताको खल्ती हेरेर फरक व्यवहार गर्नु भएन। महत्त्वपूर्ण विषय त्यो हो। करदाताले दुईटा लेजर बनाएर राज्य ठग्नु भएन, विषय त्यो पनि हो। एकान र अडानले भएको तथ्यलाई तथ्यकै रूपमा राखिदिन्छु भन्ने अडानमा बस्दिनु पर्यो, कुरा त्यही हो। यदि तीनटा कुरामा हामी आफ्नो ठाउँमा रह्यौं भने हामीले व्यक्तिलाई श्रमसँग जोड्न सक्छौं, श्रमलाई सिपसँग जोड्न सक्छौं, सिपलाई पुँजीसँग जोड्न सक्छौं, श्रम सिप र पुँजीलाई प्रविधिसँग जोड्न सक्छौं, श्रम सिप पुँजी र प्रविधि र लगानीसँग जोड्न सक्छौं। त्यसलाई समग्रमा चाहिँ राजस्व प्रणालीले चाहिँ राजस्व सिस्टमबाट त्यसलाई उत्प्रेरित गर्न सक्छौं। यतातर्फ आज हामी जति उपस्थित छौं सबैले प्रण गरौं, एउटा प्रतिज्ञा व्यक्त गरौं, राष्ट्र हामी सबैको हो। तपाई अगाडि नलाएसम्म, तपाईले अगुवाई नगरेसम्म, तपाईले राष्ट्रको माया नगरेसम्म अर्को पात्र छैन। म राष्ट्रलाई माया गर्ने सन्दर्भमा म चुके भने यो सबै धराशायी हुन्छ, सिस्टम धराशायी हुन्छ भनेर हरेक व्यक्तिले बुझ्नु पर्यो, हरेक करदाताले बुझ्नु पर्यो, करदाताहरूको छाता संस्थाका साथीहरूले पनि त्यो कुरा बुझ्नु पर्यो, यसमा संलग्न हुने कर्मचारी हरेक राष्ट्र सेवकले त्यो कुरा चाहिँ बुझ्नु पर्यो। अरू हामी सरकारवालाले पनि त्यही हिसाबले गयौं भने कर प्रणाली शुद्धिकरण पनि गर्न सक्छौं। त्यसपछि निसन्देह करले होइन रहरले तिर्ने वातावरणको निर्माण हुन सक्छ। यतातर्फ लागौं, यहाँहरू सबैलाई त्यसका लागि प्रेरित भएर अगाडि बढिदिनु हुनका लागि म हार्दिक आभार प्रकट गर्न चाहन्छु, अनुरोध व्यक्त गर्न चाहन्छु। र यो कार्यक्रम प्रभावकारी हिसाबले समन्वय र संयोजन गर्नुहुने अन्तर्राष्ट्रिय कार्यालय चाहिँ भरतपुरका प्रमुख लगायत यहाँका कर्मचारी साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र म स्मरण गर्न चाहन्छु अस्तिको दुर्घटनापछि हामीले छिटोभन्दा छिटो ती हाम्रा संरचना र चाहिँ सरकारी कार्यालय जलाउनेहरूलाई सेवाबाट हामीले जवाफ दिउँ न भन्ने एउटा अभियानमा हामी खट्यौं। सबै साथीहरूले हामीलाई प्रोत्साहित गर्नुभयो। त्यसमा अन्तर्राष्ट्रिय कार्यालयले चाहिँ कार्यालयको यहाँको टिमले खेलेको चाहिँ भूमिका वास्तवमै प्रशंसा योग्य छ। म तपाईहरुलाई अलिकति एउटा सन्दर्भ त्यसलाई अलिकति रिलेट गर्न चाहे। एक दिन मैले सार्वजनिक ठाउँमा अन्यत्र ठाउँमा बोले पनि छु। अन्तर्राष्ट्रिय कार्यालय विराटनगरले चाहिँ भोलिदेखि हाम्रो राजस्व संकलन सुरु हुन्छ भनेर सूचना निकालेको थियो। त्यो दिन मैले यहाँको चाहिँ प्रमुखज्यूलाई सोधेँ, हामीले त्यो दुर्घटनापछि त्यो तोडफोडपछि कति राजस्व संकलन गर्यौं भनेर भन्दा उहाँले मलाई इन्स्ट्यान्टली जवाफ दिनुभएको थियो 1 अरब 56 करोड चाहिँ राजस्व हाम्रो संकलन भइसक्यो भनेर भन्नुभएको थियो। हामीले त्यो तोडफोड र दुर्घटनापछि 1 अरब 56 करोड राजस्व कलेक्सन गरिसक्दा त्यही दिन सूचना निस्केको थियो हामी जस्तै तोडफोडबाट चाहिँ जलनमा परेका पीडित भएका कार्यालयहरूले भन्दै थिए आजबाट हामी राजस्व संकलन गर्छौं। हाम्रो प्रोफिसियन्सी, हाम्रो क्षमता त्यहाँबाट चाहिँ प्रस्फुटित हुन्छ। चितवनका मान्छेहरू, चितवनका चाहे राष्ट्र सेवकको कुरा होस्, चाहे व्यवसायको कुरा होस्, चाहे जनताकै कुरा किन नहोस्, यी फरक धातुका हुन् भन्ने कुरा हामीले प्रमाणित गरेका छौं। हामी निराश हुँदैनौं। निराशाको बीचमा पनि आशा र चाहिँ अपेक्षाका त्यान्द्रो खोजेर हामी अगाडि बढ्न लालायत छौं। हामी प्रतिबद्ध छौं, हामी सक्षम छौं र त्यसका लागि हामी प्रशिक्षित छौं भन्ने कुरा हामीले स्थापित गरिसकेका छौं। त्यसैले यतातर्फ त्यो समग्र अभियानमा जुट्नुहुने सम्पूर्ण साथीहरू एकचोटि म स्मरण गर्न चाहन्छु। उहाँको योगदानको चाहिँ उच्च कदर गर्दै हृदयदेखि उहाँलाई नमन व्यक्त गर्न चाहन्छु, धन्यवाद व्यक्त गर्न चाहन्छु। अन्त्यमा आजको कार्यक्रममा उपस्थित भएर हामीलाई साथ सहयोग र हौसला दिनुहुने सम्पूर्ण साथीहरूलाई व्यक्तिगत तर्फबाट र चाहिँ सम्पूर्ण राष्ट्र सेवकको तर्फबाट पुनः म यहाँलाई आभार एवं धन्यवाद व्यक्त गर्दै बिदा हुन्छु। नमस्कार।